हजुरको श्रीमतीलाई चाहिँ छोड्नु भयो कि के हो? खै म उता खाना खान गएको थियो बाहिर कपडा सबै प्याक गरेर गएछ फुट्यो यो आँखाले नक्कली हाल्यो। यी साना बालबालिकाहरूलाई अब पढाउनु पर्यो, पाल्नु पर्यो, कसरी पाल्ने, कसरी पढाउने, गरिखाउँ भने हात छैन, अनि हेर्नलाई राम्रो आँखा छैन। आमा कहाँ जानुभयो? छोडेर। बाबालाई के भएको? बाबाले मिसिनले काट्या। बच्चाहरूलाई सहयोग गरौँ, राम्रो ठुलो मान्छे। हेलो नमस्ते, म आशिष लोकचन तामाङ। आज भने म अलिक छुट्टै अलिक दुःखको भिडियो लिएर आएको छु हजुरहरूमा। यो भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेरेर साथ दिनुहोला र सँगसँगै धेरैमा सेयर गरेर पनि साथ दिनुहोला। आज हामीमा एकदमै दुःखको कुरा छ। आज तारकेश्वर गाउँपालिका वडा नम्बर 5 काभ्रेका चन्द्रमान तामाङ हुनुहुन्छ। उहाँको चाहिँ ढलन गर्ने क्रममा ढलनको मिक्सरको त्यो बेलले चाहिँ हात परेर हात चाहिँ पुरै चुडिएको अवस्था छ भने उहाँको एउटा आँखा पनि कृत्रिम आँखा छ, एउटा आँखा पनि देखिँदैन। उहाँको भन्नै पर्दा एकदमै दुःखको कथा छ धेरै र उहाँको श्रीमतीले पनि अहिले छोडिएको अवस्था छ, छोडेर कता जानुभयो केही खबर छैन। र सँगसँगै उहाँसँग एकजना 4 वर्षको छोरी हुनुहुन्छ र 2.5 वर्षको छोरा सुशील तामाङ र छोरी टोहाना तामाङ हुनुहुन्छ र उहाँको श्रीमती सुस्मिता गुरुङ चाहिँ अहिले सम्पर्कविहीन हुनुहुन्छ। उहाँ चाहिँ दसैँ पछाडि ठ्याक्कै 2082 6 महिना 27 गते चाहिँ ढलन गर्ने बेलामा मिक्सर चलाइराख्दाखेरि त्यो बेल्टमा ग्रिस लगाउँदै गर्दाखेरि त्यो बेल्ट चाहिँ घुमेर चाहिँ उहाँको हात परेर हात चाहिँ यस्तो अवस्थामा भएको छ। अलिकति कुराहरू म उहाँको मुखबाटै सुन्न चाहन्छु। चन्द्रमान सर, स्वागत छ हजुरलाई। तपाईँलाई खास चाहिँ के भएको सरसरले भनिदिनु न, त्यो दिन के गरिराख्नु भएको थियो, कसरी यस्तो भयो? त्यो दिन ढलन चेरिस्टा गरेर ग्रिज लगाउँदै थियो। ग्रिज लगाउँदाखेरि कपडा बेरेर हात परेको थियो, त्यो हात बाँच्यो। हात चाहिँ पुरै त्यो मिक्सरको बेल्टले नै घुमाएर लगेको कि कस्तो? हजुर हो, हजुर। अनि त्यो चाहिँ कसरी त्यस्तो भयो त? के गरिराख्नु भएको थियो तपाईँ? ग्रिज लगाइरहेको थियो। त्यो बेल्टमा ग्रिस लगाइराख्नु भएको थियो? हजुर। भनेपछि एकदमै दुःखको कुरा छ। हजुरको श्रीमतीलाई चाहिँ छोड्नु भयो कि के हो? खै म उता खाना खान गएको थियो बाहिर कपडा सबै प्याक गरेर गएछ, मलाई नै थाहा नहुँदै। कति भयो जानुभएको चाहिँ? साङ्गो एकतिर गएको 3-4 महिना जति भयो। हजुरको एउटा आँखा चाहिँ कहिलेदेखि यस्तो के भयो? यो आँखा चाहिँ हजुरहरूले देख्न सक्नुहुन्छ, यो चाहिँ कृत्रिम आँखा हो, यो चाहिँ देखिँदैन, एउटा आँखाले मात्र देख्छ। यो आँखा चाहिँ कहिलेदेखि यस्तो भयो? यो आँखा सानैमा 3-4 वर्ष हुँदाखेरि बिराम भएर फुट्यो। यो आँखा अहिले नक्कली हाल्यो। नक्कली हो है? हजुर। हजुरको एउटा छोरी र छोरा रहेछ है, सानै हुनुहुन्छ। अब हात यस्तो भएपछि काम गर्न सक्ने अवस्था भएन होइन। कसरी पाल्ने सोच गर्नु भएको छ? के सोच बनाउनु भएको छ? त्यस्तो विकल्प त केही छैन है। दर्शकबिन, तपाईँहरूले अब जति सक्छ सबैले सहयोग गरिदिनु होला। उहाँको सानो छोरी सुस्मिता सुहाना तामाङ हुनुहुन्छ 4 वर्षको र 2.5 वर्षको छोरा सुशील तामाङ हुनुहुन्छ। यी साना बालबालिकाहरूलाई अब पढाउनु पर्यो, पाल्नु पर्यो, कसरी पाल्ने, कसरी पढाउने, गरिखाउँ भने हात छैन, अनि हेर्नलाई राम्रो आँखा छैन। एकदमै पीडादायी छ, यहाँहरूले बुझ्नुहुनेछ र यो भिडियोलाई धेरैमा सेयर गरेर सहयोग गरिदिनु होला। छोरी, के छ हालखबर? ठिक छ। आमा कहाँ जानुभयो? छोडेर जानुभयो। अनि बाबासँग बस्नुहुन्न हजुर? फुपूसँग बस्ने। बाबालाई के भएको? बाबाले मिसिनले काट्या। मिसिनले हात काटेको? हजुर कति कक्षामा पढ्नुहुन्छ? नर्सरीमा। भाइ चाहिँ कति कक्षामा पढ्नुहुन्छ? कति कक्षामा पढ्नुहुन्छ? कति कक्षामा पढ्छ भाइ चाहिँ? नर्सरीमा। भाइ नि नर्सरीमै हो? पढ्दैन? भाइले पढेकै छैन? दर्शकबिन, यहाँहरूले देखिसक्नुभयो
अब यो उमेरमा उहाँ चाहिँ अहिले भर्खरै 26 वर्षको हुनुभएको छ। चन्द्रमान तामाङ चाहिँ उहाँलाई श्रीमतीले छोडिसक्नु भएको छ। उहाँको हात छैन, एउटा आँखा छैन, गरिखानलाई हात छैन। त्यसकारण उहाँको यो सानो बालबालिका नानी बाबुलाई चाहिँ पढाउनलाई पनि एकदमै गाह्रो छ। कहाँ बस्ने, कसरी पाल्ने, कसरी खुवाउने, कसरी पढाउने भइरहेछ। त्यसकारण यो भिडियो मार्फत हजुरहरूलाई हामी अनुरोध गर्न चाहन्छु, अपिल गर्न चाहन्छु, तपाईँहरूले यो भिडियोलाई धेरै सेयर गरिदिनु होला। सक्नुहुन्छ भने सहयोग गरिदिनु होला, सक्नुहुन्न भने सेयर गरिदिनु होला। हामी उहाँको आफ्नै ब्याङ्क एकाउन्ट खाता नम्बर चाहिँ हामी तल राखिदिनेछौँ। हजुरहरूले दिनुभएको सहयोग रकम चाहिँ एकदमै पारदर्शी ढङ्गले हामी फेसबुक मार्फत पनि सार्वजनिक गर्नेछौँ। त्यसकारण उहाँको परिवारलाई, उहाँलाई चाहिँ स्पेसली हजुरहरूले आफ्नै नानी बाबु सम्झेर दुःखको क्षणमा सहयोग गर्नु नै ठुलो धर्म हो। त्यसकारण सबैले चाहिँ यो भिडियो हेरेर सक्नुहुन्छ भने धेरै थोरै सहयोग भनेको सानो ठुलो हुँदैन, धेरै थोरै जति सकिन्छ त्यति चाहिँ सहयोग गरिदिनु हुन म अनुरोध गर्दछु। अन्तिममा के भन्नुहुन्छ चन्द्रमान भाइ? अन्तिममा सबैले बच्चाहरूलाई सहयोग गरौँ, राम्रो ठुलो मान्छे बच्चाहरूलाई पढाउने इच्छा छ है? हजुर, बच्चाहरूलाई पढाउने इच्छा छ, ठुलो मान्छे तर पैसा छैन। सबैले सहयोग गरिदिनु होला भन्नुहुन्छ? हजुर, हजुर, सबैले सकेसम्म जति सक्छ त्यति सबैले सहयोग। धन्यवाद भाइ, हामी सक्दो कोसिस गर्नेछौँ तपाईँलाई सम्पूर्णले सहयोग गरिदिनु हुन अनुरोध गर्दै आजको भिडियो पनि यहीँ टुङ्गाउन चाहन्छु। आगामी दिनमा फेरि पनि हामी यस्तै भिडियोहरू लिएर आउने नै छु। अहिलेलाई भने छुट्टिन चाहन्छु। धन्यवाद।